लाइफमा यस्तो हुन्छ क्या साथी यार, होइन? जुन मान्छेलाई मनले मन पराउँछ, होइन, इच्छाले, त्यहाँनिर थोडा कुरा अलग हुन्छ क्या। दुईवटा प्रेमी जोडी हुन्छन्, होइन? फर्स्ट टाइम उनको लभ कसरी परेको थियो थाहा छ? उनीहरू बाटोमा हिँड्दा हिँड्दा भेट भएको हुन्छन् कि जङ्गलको बिचमा। आहा, यस्तै राम्रो सिन थियो जब एकअर्कालाई फर्स्ट टाइम देखेको थियो। साँच्चीकै मनमा घन्टी बजेको थियो कि यार। अनि त्यो बिस्तारै त्यो क्षण चाहिँ प्रेममा परिणत भयो। दिनौँ दिन खालि एकअर्कालाई सम्झिने बानी बस्यो। जब समय फेरिँदै गयो, दिन प्रतिदिन प्रेम गाढा हुँदै गयो। अन्ततः बिहेको निर्णय नै भन्छ कि साथीहरू। जब बिहे हुन्छ, समय बितेको पत्ता नै हुँदैन कि कति बेला हुन्छ। लामो समय बसिसकेको हुन्छ क्या। जब फ्यामिली कम्प्लिट हुन्छ, कारणवश जीवनको मोडहरूमा, जीवनको त्यो पलहरूमा थोरै खटास मिठास हुन्छ क्या साथीहरू। थोड़ा मिसअन्डरस्ट्यान्डिङ हुन्छ, होइन? यति तिम्रो, यति मेरो भने जस्तै, होइन? केही गल्ती आफ्नो हुन्छ, केही गल्ती उसको हुन्छ, तर नट अ कम्प्रोमाइज के यार, होइन? मान्छेले कम्प्रोमाइज गर्दैन क्या, होइन? अनि त्यसपछि लास्ट त उनीहरू चाहिँ एउटा छुट्टिने निर्णय हुन्छ क्या, होइन? कति सजिलो छ क्या है, मान्छे झ्याक मन लागेपछि मिल्यो, मन नलागे गयो। यस्तो होइन नि साथीहरू। जहाँ प्रेम हुन्छ नि, प्रेम, त्यहाँ कहिल्यै पनि बिछोड हुँदैन। यो असम्भव कुरा हो। प्रेम एक अनन्त जीवन्त, प्रेम एक अमर चिज हो। प्रेम कहिल्यै मर्दैन। अन्तत जीवन एउटा पल्स मिटर हो कि यो निरन्तर बगिरहन्छ, एउटा झरना जस्तै हुन्छ कि, होइन? कहाँ हो कहाँ समुद्र, होइन? कहाँ हो कहाँ किनारा, अन्तत जीवन हिँडिरहने हो कि साथीहरू। समय बितिरहेछ, आज नै भोलि नै, होइन? फेरि मान्छे एक दिन बुढो हुन्छ क्या, अनि आफ्नो समय जिइसकेको हुन्छ। फर्केर हेर्दा फेरि त्यही बालापन, फेरि त्यही जीवन जहाँ निस्वार्थ माया, निस्वार्थ प्रेम, फेरि त्यो बाल्यकाल, होइन? मान्छे फेरि त्यो सपना देख्छ जो इम्पोसिबल छ, होइन? हुन त मान्छेको जीवनमा सोचे जस्तो केही पनि हुँदैन कि साथी, तर पनि हामी यति धेरै सोच्छौँ, अनावश्यक सोच्छौँ। मान्छेलाई फेरि बुढेसकालको सहारा पनि चाहिन्छ, होइन? जिन्दगी एक नास कहाँ छ र? फेरि अनि एकअर्कालाई हामी सहारा खोज्न कोसिस गर्छौँ।